नमस्ते। बालेन शाह यो नाम अहिले नेपाली राजनीतिमा नसुन्ने सायदै कोही होला, तर के उहाँको एउटा स्थानीय घोषणापत्रले सिङ्गो देशको भविष्यको लागि नै एउटा बाटो देखाउन सक्छ? आज हामी झापा 5को लागि तयार पारिएको उहाँको विस्तृत योजनालाई केलाउँदैछौँ र यो किन एउटा राष्ट्रिय खाका बन्न सक्छ भन्नेबारे गहिरिएर हेर्नेछौँ। यो घोषणापत्रको मुटुमा सायद यही वाचा छ, म राजनीतिलाई पेशा होइन, सेवा बनाउनेछु। जुन देशमा राजनीतिलाई अक्सर व्यक्तिगत लाभको माध्यमको रूपमा हेरिन्छ, त्यहाँ यो भनाइले शासनप्रतिको दृष्टिकोणमा एउटा आधारभूत परिवर्तनको सङ्केत गर्छ। ल, अब हेरौँ आज हामी के कुरा गर्छौँ। हामी उहाँको दृष्टिकोणका मुख्य स्तम्भहरूलाई एक एक गरी केलाउनेछौँ। प्रविधिमा आधारित डिजिटल भविष्यदेखि लिएर कृषिमा क्रान्ति र देशलाई जोड्ने पूर्वाधारसम्म। र हो, यो सबैलाई सम्भव बनाउने शासन प्रणालीको जगबारे पनि हामी चर्चा गर्नेछौँ। अब यो घोषणापत्र त झापा 5को लागि मात्र हो जस्तो लाग्न सक्छ, तर यसमा जुन आर्थिक र पूर्वाधारका महत्त्वाकांक्षी योजनाहरू छन् नि, त्यसले एउटा राष्ट्रिय दृष्टिकोणको स्पष्ट झलक दिन्छ। त्यसैले यसलाई एउटा स्थानीय योजना मात्र नभएर एक सम्भावित राष्ट्रिय मोडलको रूपमा पनि हेर्न सकिन्छ। ल, त्यसो भए सुरु गरौँ पहिलो र सबैभन्दा महत्त्वपूर्ण स्तम्भबाट, डिजिटल भविष्य। यसको मुख्य लक्ष्य भनेको एउटा स्थानीय क्षेत्रलाई 21औं शताब्दीको प्रविधि र प्रतिभाको केन्द्र बनाउनु हो। अब प्रश्न उठ्छ, 21औं शताब्दीको अर्थतन्त्र बनाउने कसरी? खास गरी हाम्रो देशमा, जहाँ युवाहरूको विदेश पलायन एउटा ठूलो समस्या बनेको छ। हो, शाहको डिजिटल रूपान्तरण योजनाले ठिक यही समस्यालाई सम्बोधन गर्दै देशमै आधुनिक रोजगारी सृजना गर्ने लक्ष्य राखेको छ। यो कुनै हावाको कुरा होइन, बरु एउटा स्पष्ट रोड म्याप हो। दमकलाई आईटी हब बनाउने, भरपर्दो इन्टरनेट सुनिश्चित गर्ने र शिक्षामा सिप जस्तो कार्यक्रम लागू गर्ने, यी सबै कार्यान्वयन योग्य कदमहरू हुन्। यसले पूर्वी नेपालमा एउटा नयाँ प्रविधि इकोसिस्टम बनाउने महत्त्वाकांक्षी लक्ष्य राखेको छ। प्रविधि पछि अब कुरा गरौँ नेपालको अर्थतन्त्रको मेरुदण्ड, यानि कि कृषि क्षेत्रको। यो दोस्रो स्तम्भले नेपालको यही आधारभूत क्षेत्रको व्यापक आधुनिकीकरणको योजना प्रस्तुत गर्दछ। यो कुनै टुक्राटाक्री योजना होइन, यो किसानका लागि एउटा पूरा साइकल हो, बिउदेखि बजारसम्म। अनुदान दिएर लागत घटाउने, मूल्यको ग्यारेन्टी गर्ने, उत्पादनलाई सुरक्षित राख्न आधुनिक भण्डारण बनाउने र अन्तमा बजारसम्म पहुँच पुर्याउने, यो चक्रले उत्पादकत्व र नाफा दुवै बढाउने लक्ष्य राख्छ। आखिर यो सबै गर्नुको उद्देश्य के त? लक्ष्य एकदमै प्रष्ट छ। कृषि पेशालाई यति आकर्षक बनाउने कि युवाहरू विदेश जानुको सट्टा यही अवसर देखुन्। यसले कृषि केवल जीवनयापनको माध्यम मात्र होइन, एक सम्मानित र लाभदायक पेशा बन्न सक्छ भन्ने देखाउँछ। अब हामीसँग राम्रो प्रविधि छ, कृषि पनि आधुनिक छ, तर यी सबैलाई जोड्ने केही छैन भने के हुन्छ? हो, त्यही आउँछ तेस्रो स्तम्भ, कनेक्टिभिटी। किनभने कुनै पनि आर्थिक वृद्धि मानिस र बजारलाई जोड्ने बलियो पूर्वाधारमा नै निर्भर हुन्छ। यहाँ दुईवटा कुरामा जोड दिएको देखिन्छ। पहिलो, वर्षौंदेखि अल्पत्र परेका पुराना प्रोजेक्टहरूलाई समयमै सक्ने, र दोस्रो, गाउँ-गाउँसम्म नयाँ र बलियो सडक सञ्जाल बनाएर यातायातको लागत घटाउने। यो एकदमै सन्तुलित दृष्टिकोण हो। अब यी सबै ठूला योजनाहरू, आईटी हब, कृषि क्रान्ति, पूर्वाधार, यी सबै कागजमा मात्रै सीमित हुन सक्छन् यदि एउटा कुरा ठिक भएन भने। त्यो हो शासन। घोषणापत्रले स्पष्ट पारेको छ कि सुशासन बिना कुनै पनि आर्थिक स्तम्भ टिक्न सक्दैन। यहाँ हेर्नुस् त, यो तुलनाले सबै कुरा प्रष्ट पार्छ। एकातिर छ पुरानो समस्या, भ्रष्टाचार र ढिलासुस्ती, र अर्कोतिर छ समाधानको प्रतिज्ञा, शून्य सहनशीलता र पारदर्शिताको लागि प्रविधिको प्रयोग। यो पुरानो प्रणालीलाई सोझै चुनौती हो। अब यो केवल नारा मात्र होइन, यसलाई कार्यान्वयन गर्नको लागि ठोस औजारको कुरा गरिएको छ, जस्तै अनलाइन गुनासो प्रणाली र सार्वजनिक कामको प्रगति देखाउने ड्याशबोर्ड। यसले के गर्छ? यसले शक्ति सिधै नागरिकको हातमा दिन्छ र अधिकारीहरूलाई जवाफदेही बन्न बाध्य बनाउँछ। ल, अब यो सबैलाई एकै ठाउँमा राखेर हेर्दा के देखिन्छ त? हामीले देख्यौं कसरी डिजिटल भविष्य, कृषि क्रान्ति र पूर्वाधार एक आपसमा जोडिएका छन्, र यी सबैलाई अघ्याउने काम गरेको छ सुशासनको बलियो जगले। र यो घोषणापत्रको सबैभन्दा बलियो पक्ष नै सायद यही हो,
यसलाई भनिन्छ समग्र विकास। मतलब समस्यालाई टुक्रा टुक्रामा हेर्ने होइन, बरु सबै आर्थिक, सामाजिक र राजनीतिक पक्षलाई एकसाथ जोडेर समाधान खोज्ने एउटा व्यापक र महत्त्वकांक्षी योजना। तर यी सबै राम्रा कुराहरूका बीचमा एउटा ठूलो प्रश्न उठ्छ। के एउटा स्थानीय निर्वाचन क्षेत्रको लागि बनेको योजनाले साँच्चै पुरै देशको लागि खाकाको काम गर्न सक्छ त? यसलाई राष्ट्रिय स्तरमा लैजानुका चुनौती र सम्भावनाहरू के होलान्? यो एउटा सोचनीय विषय हो।